मर्निङ। आज चाहिँ हामी भ्लग बनाउँदै नेसनल लाइब्रेरी जाँदैछौँ म र भाइ। अब यहाँबाट चाहिँ हामी मेट्रो पर्खिने, मेट्रोमा जाने। अब चाहिँ पहिला रेड लाइन हेर्नुपर्छ र आज चाहिँ यहाँबाट मेट्रो पक्रिने। ओ मैले कार्ड ल्याएँ कि यहाँ चाहिँ मेट्रो पर्खिने 114 भएको बस। यहाँबाट मेट्रो आएपछि चाहिँ अब चाहिँ हामी लाग्ने। हामी चाहिँ मेट्रो बसमा चढ्यौँ। यहाँबाट चाहिँ फ्री सर्भिस मेट्रो बस। यहाँबाट चाहिँ जाने हामी। अब चाहिँ मेट्रो स्टेसनमा आइपुग्यौँ। यहाँदेखि मेट्रो स्टेसन यो चाहिँ अल्जदिदा। अब यहाँबाट चाहिँ हामी यो चाहिँ रेड लाइन हो, रेड लाइनबाट चाहिँ चेन्ज गरेर ग्रिन लाइनमा जाने। मेट्रो स्टेसनभित्र पस्यौँ। यहाँबाट जाने दुई बाइक जाँदैछौँ। आजको ब्लग अब तपाईँहरूलाई देखाउँदै जान्छौँ। अब यहाँको मेट्रो अनि यो भित्र एकदम सफा छ यहाँ। यो चाहिँ सायद तपाईँहरूले देख्नु भइसकेको होला। पहिला पनि सायद मैले भिडियोमा मेन्सन गरेको थिएँ जस्तो लाग्छ। हामी यहाँबाट चाहिँ भित्र बस्नुपर्छ परनिर। यहाँ चाहिँ हामी मेट्रो कार्ड चेक गर्ने 6 पुग्छ यहाँ त। अब यहाँबाट चाहिँ 3 राइड पुग्छ यसले। यति सस्तो। अब यहाँ ट्यापिङ गऱ्यो 2 रियल काटिन्छ। जहाँ पनि जाऊ 2 रियल। अब यहाँबाट जाने तल फेरि बेसमेन्टमा जाने। कतारमा ट्राभल गर्नु चाहिँ एकदम सस्तो। मेट्रोमा चाहिँ 2 रियलमा जहाँ पनि घुम। हाम्रो मेट्रो आयो। अब 2 बजे जाँदैछौँ है। यहाँबाट चाहिँ ट्याप आउट भएर लाइब्रेरीमा जानु। यताबाट चाहिँ लाइब्रेरी चाहिँ मेट्रोबाट बाहिर निस्क्यौँ। यस्तो घाम छ। यो चाहिँ कतार नेसनल लाइब्रेरी हो। यो सबभन्दा ठुलो लाइब्रेरी यही हो। यहाँ गएर चाहिँ बुक्सहरू बनेको। आइपुग्यौँ हामी। हिजो त हिजो आएको थियो नि। हिजो चाहिँ बन्द भएको थियो। बन्द भएको कारण चाहिँ अब फर्स्ट टाइम यत्रो साल बस्यो लाइब्रेरी चाहिँ अब उयो के भन्छ फर्स्ट टाइम पसिँदैछ। के कस्तो छ अब हेरौँ भित्र अलाउ छ छैन तपाईँहरूलाई देखाउँदै जान्छु। अब लाइब्रेरीको एन्ट्रेन्स रहेछ यहाँ। अब हेरौँ भित्र अलाउड छ कि छैन। यो चाहिँ लाइब्रेरी भित्र हो। यस्तो छ।
लाइब्रेरीबाट चाहिँ निस्क्यो अब भाइले बुक्स ल्यायो अन्त अब कता जाने एक दुईवटा फोटोसुटहरू लिएर क्यारे ब्याक टु रुम जानुपर्छ यता चाहिँ मजाको छ है आउँ न अन्त मेरो त छुट्टी त हो यो चाहिँ एडुकेसन अक्सिजन पार्क म पढिरहेको छु पढिदिइरहेको छु त हामी योभन्दा कति पढ्नु पर्ने नि यो त नि त्यो उतातिरको नर्सरीमा फुल्ने जस्तै फुल्दो रहेछ हावा पनि त्यस्तै थियो हल्का माटो झारहरू गनाउँछ नि मजाको छ जग्गा ल हामी चाहिँ अब सक्यो बुक्स लिएर सक्यो अब फेरि गर्ने जाने ब्याक टु रुम जग्गा चाहिँ मजाको छ डल्लै लाइब्रेरी अब हामी चाहिँ सक्यौँ यो चाहिँ उता परको क्युएनसिसी अनि यहाँबाट जानु फेरि ब्याक टु मेट्रो मेट्रोमा जाने फेरि आजको भ्लग चाहिँ अब यस्तै हुँदैछ कस्तो भयो भयो अब गएर भरै एडिट गर्नु अपलोड गर्ने कोसिस गर्छु मेट्रो स्टेसन आइपुग्यो यो चाहिँ कतार नेसनल लाइब्रेरी तपाईँहरू पनि आउनु सक्नुहुन्छ मेरो पनि आइसक्यो अब यता हो क्यापिटल पुलिसपट्टि अब चाहिँ मेट्रोबाट एक्जिट हुन आँट्यौँ अब चाहिँ यहाँ फेरि यहाँबाट निस्केर अब के भन्छ फ्री सर्भिस उयसमा जाने सटल बसमा त्यसपछि चाहिँ हामी रुम छौँ त्यो भन्दा किन्नै ठिक छ ल कम्ती लामो डिस्टेन्स र त्यसो गर्दा पनि हुन्छ त्यहाँ गयो बस्यो होइन बिहान निस्किजाऊ छुट्टीमा तिम्रो छुट्टी राम्रो स्पेन्ड हुन्छ खाना खाएर ड्याममै यो चाहिँ अघि जहाँबाट हामी पसेको त्यहाँ निस्क्यौँ अब यहाँ सटल बस रहेछ लागिरहेको रहेछ
यहाँ बस्यो नि त सटल बस छ नि यहाँ सटल बस न यस्तो घरमा कहाँ एकछिन पर्खिन्छ हिँडिहाल्छ यहाँ सटल बसमा जानुपर्छ फेरि ट्याप गर्नुपर्छ टाइम भएको छैन क्या यसको फेरि सटल बसमा बस्यौँ अब यहाँदेखि चाहिँ टक्कै रुम छेउमा फ्री सर्भिस हो यहाँ फ्री वाइफाई पनि हुन्छ यहाँ चाहिँ यसरी बस्यो जहाँ मन लाग्छ यहाँ बटन छ यो दबाइदियो भइहाल्छ हामी सटल बसबाट मुक्त्यौँ अब यहाँबाट चाहिँ जाने खाना आइसक्यो भन्छ अर्डर गरेको अब गएर चाहिँ भिडियो एडिट गर्नुपर्छ कति बेला ड्युटी तिम्रो बिल्डिङ चाहिँ हाम्रो एकोमोडेसन हो यहाँ आइसकेको रहेछ डुलेर एक चक्कर डुलेर पनि आयौँ खाना आएको छ होला चाहिँ आइपुग्यौँ है ल यहीँसम्म ल अब हामी रुम आइपुग्यौँ है थ्याङ्क यू सो मच फर वाचिङ है अब चाहिँ यहाँ उयो गरेर रुमभित्र पस्छु त्यो उसको अब खाना आएको रहेछ खानासाना खाएर है ल थ्याङ्क यू सो मच वाचिङ फर अस